आफ्नो पापको सजाय त भोग्नु पर्यो हैन। अब जसले जति पाप गरेको छ त्यस अनुसारको सजाय हुनुपर्छ। फेरि कसैले त्यो रविजीको केसमा नि के हो भन्दै गर्दाखेरि मैले स्पष्टै भनिसकेको छु बारम्बार। तर रविजीलाई चाहिँ सपोज कङ्ग्रेसकै पनि कतिपय त टप नेताहरू हुनुहुन्छ नि त, सहकारीमै लाग्नु भएको, एमालेकै हुनुहुन्छ, माओवादीकै हुनुहुन्छ, सबभन्दा बढी सहकारीमा लुटपाटै मच्चाएको त तिनटै पार्टीकै हो त। अहिलेसम्म यत्रो वर्षसम्म के हो त, रविजी पार्टी अहिलेसम्म राजनीतिमा नआउँदै उहाँलाई समातेको भए पनि त हुन्थ्यो नि। राजनीतिमा आइसकेपछि, सांसद भइसकेपछि, यत्र सांसदहरू बनाइसकेपछि देशभरिको एउटा आशा भयो भनेर त उहाँहरूले हानेको हो नि। त्यही हिसाबले होला उहाँहरूले गल्ती गर्नुभएको होला, तर गल्ती अनुसारको सजाय गर्नु पर्यो भन्ने चाहिँ प्रमुख। काखा र पाखा गर्नु भएन। एमालेलाई चाहिँ एउटा मात्रै छडी लगाउने, काङ्ग्रेसलाई चाहिँ एउटा मात्रै छडी लगाउने, रविजीलाई 100 वटा छडी लगाउनु गर्नु भएन। रविजीलाई एउटा मात्रै छडी लगाउन, बराबर गर, न्याय गर। रविजी नेपाली जनताको छोरा हो। गलत गरेको छ भने कारबाही गर, गलत गरेको छ भने जति कारबाही गर्नु पर्यो त्यति कारबाही गर, नियम कानुनले काम गर। जनतालाई, हामी सम्पूर्ण नेपाली जनतालाई एउटा कानुन बनाऊ, अनि नयाँहरूलाई एउटा कानुन, पुरानाहरूलाई एउटा कानुन नगर भन्ने चाहिँ मुख्य कुरा हो। अहिले कङ्ग्रेस, एमाले, माओवादीलाई पनि उहाँहरूलाई एकदमै थ्रेट छ। विशेष गरी तलका युवाहरू एकदमै खुसी हुनुहुन्छ हामी आएर, किनकि मैले एक हिसाबले भन्ने हो भने गएको डडेलधुरामा मैले गएर दबदबा सिर्जना गरिसकेपछि अहिले कङ्ग्रेसभित्रै युवाहरूलाई ल्याउनुपर्छ होइन। 10-20% त युवै हुनुपर्छ। अन्त मुद्दै आइसक्यो, कसले ल्याएको मुद्दा हो त नि त्यो त डाइरेक्ट क्रेडिट त वान अफ द टप क्रेडिट त मलाई दिनुपर्ने हो। हाम्रो भविष्य कहाँ छ सोच्न थालिसक्नुभयो उहाँहरूले सोच्न थालिसक्नुभयो। भन्नु खोजेको हामीले त्यो मुद्दा त काङ्ग्रेसभित्र इस्टाब्लिस गरायौँ नि त, माओवादीभित्र इस्टाब्लिस गरायौँ नि त, एमालेभित्र पनि अहिले दबदबा छ। केपी ओलीले उस्तो पारे युवाहरू कहाँ छन् भनेर अब तपाईँहरूले एउटा भ्रममा चाहिँ के नहुनुहोस् भन्दाखेरि काङ्ग्रेस, एमाले, माओवादीको पनि अब त्यो हजुरबाहरू जिजुबाहरूलाई बोकेर हिँड्ने काम चाहिँ नगरौँ। तपाईँहरूले अलिअलि अपर्च्युनिटी देलान्, सांसद पनि बनाउला।